Namaste everyone. हामी अधिकांश second language learner, English as a second language speaker learnerलाई धेरै इङ्ग्लिस वर्डहरू उस्तै लाग्छ र हामी तिनीहरूलाई चाहिँ सिलेबस तरिकाले प्रयोग गर्छौँ। यसले गर्दा तपाईँहरूको कतिपय एकाडेमिक राइटिङमा अथवा तपाईँको फर्मल स्पिचहरूमा चाहिँ त्यसले तपाईँलाई डिग्रेड गरिरहेको छ है, डिभ्यालु गरिरहेको छ। बी केयरफुल। जस्तो हाउस र होमको डिफरेन्स। हाउस भन्नाले एउटा रेसिडेन्सियल बिल्डिङ फर ह्युमन बिङ। जस्तो where does a squirrel live भन्दाखेरि squirrel lives in a burrow. Where does a dog live? Dog lives in a kennel. Where does a lion live? Lion lives in a den. भने जस्तो where do human beings live भन्दाखेरि हाउस, रेसिडेन्सियल बिल्डिङ। फेरि बिजनेस कम्प्लेक्स बिल्डिङ होइन है, बिजनेस कम्प्लेक्स बिल्डिङ होइन। Where do human beings they live भन्दा they live in house. So residential building for human being, house भनेको। But when we talk about a home, it is more about love, affection and emotional connections. मान्छेको माया, प्रेम, सद्भाव, एउटा भावनात्मक सम्बन्ध, भावनात्मक टाइअप भन्ने कुरा चाहिँ त्यसले रिफ्लेक्ट गर्छ। फर इक्जाम्पल, माई होम टाउन इज चितवन। मेरो गृह सहर चाहिँ के हो? चितवन हो भन्दाखेरि त्यहाँ चितवन मात्रै होइन, त्यहाँ चाहिँ तपाईँको एउटा भावनात्मक कनेक्सनको कुरालाई चाहिँ रिफर गरिरहेको छ। थ्याङ्क यू सो मच।